सम्पूर्णमा गुड मर्निङ नमस्ते। आज पनि हामी अस्ति मैले देखाएको कोदो चाहिँ आज देख्न सक्नुहुन्छ तपाईँहरूले केलाउने हो। यस्तो छ नि, यो चाहिँ डालो, पश्चिमको डालो यस्तो हुँदो रहेछ। एक बोरा भइसकेको छ। सक्नुहुन्छ तपाईँहरूले अर्ग्यानिक यहीँ फलेको केराहरू चाहिँ। अनि आज अस्ति मैले उठाउने गरेको धान चाहिँ यो हो, 2 बोरा 5 बोरा भइसक्यो। अनि आजको मौसम चाहिँ एकदम राम्रो भइरहेको छ। यहाँ चाहिँ केराबारी छ, एकदम राम्रो भइरहेको छ आजको मौसम चाहिँ। यो हिमालहरूको नाम त के हो मलाई थाहा भएन, तर मलाई चाहिँ फर्स्टदेखि नै कस्तो राम्रो बिहान पुगिरहेको एकदम राम्रो भइरहेको छ। अस्ति मैले उठाउँदै गरेको धान चाहिँ यही हो। त्यहाँ बसिरहेको छ। डालोमा चाहिँ यो चाहिँ एकदम अर्ग्यानिक स्याङ्जाको कोदो हो। यहाँ चाहिँ मैले कोदो केलाएर पनि यहाँ छ, यति चाहिँ केलाउनु पर्ने। अनि त्यो बोरामा 1 बोरा भइसकेको छ। यो चाहिँ भुस हो, कोदो केलाउनु निस्केको यति छ आज केलाउनु पर्ने। यो चाहिँ कुटेको ज्यान हो। पहिला चाहिँ मान्छेहरूले यो भान्सामा प्रायः कमै प्रयोग गर्थ्यो। अहिले चाहिँ अब यसको फाइदाहरू बुझ्यो है, यहाँबाट हुने फाइदाहरू, त्यो भएर चाहिँ धेरै मान्छेहरूले प्रयोग गर्छ। म चाहिँ यहाँ धान केलाउँछु। देखेपछि त मन नपर्ने पुरै भयो। यति राम्रो हुन्छ कि हाम्रो केला बस्ती। यो चाहिँ त्यसको भुस हो। यहाँ चाहिँ बाँकी नै चाहिँ केलाउनु पर्ने। यो राम्रोसँग नकेलाइएको, उता 1 थाक, उता पर 1 थाक छ। यहाँ चाहिँ यो 1 बोरा केलाइसकेको। अनि त अब के गर्नु, आफ्नो बाबुआमालाई ठगेको जस्तो नहुँदो रहेछ। अर्काले त्यसो भन्नु मिलेन। अस्ति मैले पेन्टिङ गरेको गमलाहरूमा चाहिँ यस्तो फुल छ। अझै अब फुलहरू त छैन, त्यही पनि यस्तो फुलहरू छ। आज पोखराको मौसम देख्न सक्नुहुन्छ तपाईँहरूले।